जनयुद्धमा चाहिँ किन लाग्नुभयो? सबै जनताहरू त लागेका छन्, मैले मात्र लागिने लागि 7 हप्ता दिन यस्तो घुमेर लड्नुभयो। मिल्यो भने बिहे गर्ने प्लान छ है। दर्शकहरूलाई म भन्छु नमस्कार। सदा चाहिँ म खोज खबरमा यहाँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता नरेश भण्डारी। आज यो घोडागढी नगरपालिका वार्ड नम्बर 5 स्थित फारममा छौँ। यो फारमको हरियाली बस्ती, यहाँका एकदमै प्रकृतिमय सौन्दर्यले पूर्ण भएको यो ठाउँ। आज हाम्रो साथमा हामी नयाँ गेस्ट र नयाँ अनुभवीका साथ उपस्थित भएका छौँ र उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार। उहाँ भूतपूर्व जनमुक्ति सेना 7औं डिभिजन तालबन्दको कमान्डर कमरेड शुभ नाम छ? शुभ नाम रोहित कमान्डर। कमरेड रोहित। उहाँले 10औं वर्ष जनयुद्ध लड्नुभयो। 13 वर्षमा अवकाश प्राप्त गरेर हामीसँग इन्टरभ्यूमा आउनु भएको छ। अब इन्टरभ्यू मार्फत है त। पहिले चाहिँ हामीले चाहिँ हजुर यो जनयुद्धमा चाहिँ किन लाग्नुभयो? सबै जनताहरू त लागेका छन्, मैले मात्र लागिने लागि जनयुद्धमा लाग्दा कतिले दबाब दिएको थियो या दबाब आफ्नो खुसी लाग्नु? अनि तपाईँ भूमिगत कुन ठाउँबाट आउनुभएको थियो? दार्चुलाबाट। दार्चुला बसनाथ स्कुलबाट। कति सालमा जनमुक्ति सेना जोइन गर्नुभयो? कति साल जनमुक्ति सेनामा? 2060बाट 2061 छोड्नु दिएको भर्खरै हो। कतिवटा ब्यारेकहरू भत्काउनुभयो तपाईँले? उति बेलाको साई सेनासँग कति ठाउँमा लड्नुभयो? मैले लडेको अब पन्डम एउटा होइन, पन्डम भनेको आसामहरू कहाँ पर्छ? कहिले बिस्तारै त्यो गुगलमा दर्शकहरू बुझ्नुहुन्छ, उहाँले गुगलमा सर्च गरिहाल्नु। अनि कालीकोट र मुगी रिटर्न भएर हामी पाहाडको जहाँ बरफहरू थियो कालीकोट लास्ट मिली घुमलाबाट रिटर्न गएर साँढे त्यहाँ पन्डम लडाइँ, फेरि माथि भोगोल्टिया लेक भन्छन्। यो व्यवस्था परिवर्तन छ। तपाईँले गोलीको छर्रा खानु भएको छ, खाना भोकै लड्नुभयो होइन? कहिले भोकै कहिले नाङ्गै लड्नुभयो। 7 हप्ता दिन यस्तो भोकेर लड्नुभयो। तपाईँको योगदान त धेरै, जतिको योगदान प्रचण्डको छ उत्तिकै योगदान तपाईँको पनि छ। वो त खालि दिन्छ काम हामीले गर्नुपर्ने हो। त्यो त हो, तर काम दिने नेतृत्व उसको पनि हुन्छ नि। उसको ग्रान्ड डिजाइन त उसको उहाँकै हो नि। उहाँको योगदानमा तपाईँको धेरै, यो परिवर्तनमा धेरै योगदान भयो, धेरै। तर तपाईँको माओवादी पार्टीबाट किन गुनासो भयो त? आज पनि खुले आम गुनासो छैन। तपाईँलाई के लाग्छ माओवादी पार्टीले तपाईँलाई के दिएको भए सन्तुष्ट दिया दाम दिया मिलेन, मलाई मिलेन। किन कन्टेनमेन्ट जति बेला शान्ति सेना माओवादी सेनालाई सेनामा गाड्ने बेला चाहिँ प्याकेजहरू दियो, तपाईँले अवकाशमा म भित्र कति लाख पाउने? 12 भयो। अवकाशमा कति लाख पाउनु? 5 लाख। म बिमारी पऱ्यो हजुर। बिमार पर्दाखेरि म आफै छुट्टी लिएर घर आएँ। वडा नगरपालिकाबाट बस्तीबाट दियो। म अवकाश हुने बेला कुनै पनि आर्थिक केही पनि दिए मिलेन। एक बित्दा मिलेन। गोष्ठीमा जाँदाखेरि 5-7 हजार दिने बोनस मिलेन मलाई। पार्टीको जो 8-10 हजार त्यो मिलेन। अब यतिकै अवस्थामा यति साल तपाईँले सङ्घर्ष गर्नुभयो। तपाईँको सङ्घर्षबाट नै हामी यो अवस्थामा छौँ। यो परिवर्तन माहौल परिवर्तन भयो। मैले यो जनता चुनावमा उम्रियो, स्वतन्त्र भयो, राजा एक ठाउँमा भयो। अब चाहिँ तपाईँले चाहिँ ठ्याक्कै भन्नुपर्दा तपाईँको इच्छा छ प्रचण्डजीलाई भेट्ने? भेटेर केही सध्या छैन। भेटेर के भन्न चाहनुहुन्छ तपाईँ? म त्यो भन्छु, म आफ्नो माग माग्छु। होइन, तपाईँ आफ्नो छोडेर जनताको लागि के भन्नुहुन्छ? तपाईँ प्रचण्डजी यस्तो नगर यस्तो गरिदिनुहोस्, जनताको लागि राम्रो गरेर सुझाव गरेर दियो। हाम्रो सरकार नयाँ बना सिधै गर, सबै जनतालाई आराम दियो, पैसा दियो, रकम दियो, गरिबलाई ठुलो बनाऊ, सबै बराबर। तपाईँ यतिका वर्षसम्म जनयुद्धमा हुनुभयो, पार्टीलाई धेरै योगदान दिनुभयो। कहिलेकाहीँ व्यक्तिगत सोच्नु भएन? मेरो गाडी मैले के भन्न खोजेँ, कहिलेकाहीँ व्यक्तिगत मेरो पनि फ्यामिली भइदिएको राम्रो हुन्थ्यो, बिहे गरेर छोराछोरी भइदिएको भए राम्रो हुन्थ्यो भन्ने कहिलेकाहीँ गएँ? यो देशकै लागि हुन्थ्यो भएर पार्टीले कहिलेकाहीँ हेऱ्यो नि तपाईँलाई?
आज बिहान आम दर्शकहरूलाई के भन्न चाहनुहुन्छ त तपाईँको बारेमा आफ्नो व्यक्तिगत बारेमा तपाईँले काहीँ यसो मिल्यो भने बिहे गर्ने तयारी गर्नुहुन्छ होइन मन छ कि छैन मन बिहे गर्ने मिल्यो भन्छ अब के हुन्थ्यो आफैले जीवन सबै जीवन हुन्छ राजनीतिक जीवन हुन्छ व्यक्तिगत जीवन हुन्छ होइन जस्तो आफ्नो फ्यामिली जीवन सबै हुन्छ अब कहिले काहीँ अब राजनीतिक जीवन चाहिँ यत्रो 40 वर्ष तपाईँले जनयुद्धमा उभिनुभयो यत्रो जनताको लागि सेवा गर्नुभयो अब के हेर्नु भने अब बाजेको जीवन चाहिँ यो आफ्नो व्यक्तिगत श्रीमतीसँग यसो छोराछोरीसँग रमाइलो गरेर गर्ने मन छ कि छैन थियो सर मेरो अब किसिमले तपाईँ भन्नुहोस् न पब्लिकसँग उहाँले तपाईँ खोइ हजारौँ लोकहरू लाइफहरू लाग्नु भएको छ लगभग भनेपछि नै हो यता अब हेरौँ भने अब देश निकै राम्रै छ अब सोल्टिने भाइ बहिनीहरू ठिकै छन् म पनि सुन्दर छु भयो ठिकै नभयो ठिकै म अनि त्यो चाहना पनि भयो तपाईँको मिल्यो भने बिहे गर्ने प्लान छ है दर्शकहरूलाई म भन्छु उहाँ चाहिँ गरिदिनु पर्यो है काहीँ मिल्यो भने चाहिँ उहाँलाई चाहिँ गरिदिनु पर्यो हजुर हस् नमस्कार धन्यवाद समय दिएकोमा